नमस्ते। रामदाईसँग पढाइको कुराको हामी 50औं एपिसोडमा छौँ। इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर आइसिसी को अफिसियल फेसबुक पेजबाट लाइभ छौँ। तपाईहरुलाई स्टार्टिङमै कुनै क्वेशनहरु छ भने पनि राख्न सक्नुहुन्छ, नत्र भने केही टपिकहरु म कभर गर्छु, जस्तो मेडिकल इश्यूज, अपफ्रन्ट मेडिकल, आईएलटीएस आर पीटी, त्यसको रिक्वायरमेन्ट अथवा कुन सुइटेबल हुन सक्छ क्यानाडाको लागि। यस्तै गरी तपाईको इन्टेक सेलेक्सनको कुराहरु आउँछ। अनि अफिसियल पेमेन्ट रिसिप्ट, ट्युसन फी कति तिरेर चाहिँ भिजा लज गर्ने, यसको साथसाथै +2 सकाएको साथीहरुलाई डिप्लोमा अथवा ब्याचलर्स डिग्री कुन गर्दाखेरि बेटर हुन्छ, पीआर पाथवेको कुराहरु पनि तपाईहरुले कभर गर्न सोध्न सक्नुहुन्छ। यसको साथसाथै अन्य तपाईहरुसँग कुनै क्वेशन छ भने तपाईहरुले राख्न सक्नुहुन्छ। फर्स्टमा अहिले अब तपाईहरुले स्टडी इन क्यानाडाको लागि तपाईहरु अब रेडी हुनुहुन्छ भने तपाईहरुले सेप्टेम्बर 2026 अथवा जनवरी 2027 अप्लाई गर्न पाउनुहुन्छ। जनरली क्यानाडाको केसमा जनवरी, अप्रिल, मे, सेप्टेम्बर यो इन्टेक हुन्छ प्राय पब्लिक कलेजेस एन्ड युनिभर्सिटिजहरुमा। त्यो हिसाबले तपाईले सेप्टेम्बर 2026 को लागि अहिले अप्लाई गर्न सक्नुहुन्छ। मे को लागि चाहिँ तपाईले अब स्टार्ट गरेर भ्याउनु न, किनभने मे को लागि भनेको तपाईहरुको डकुमेन्ट्सहरु रेडी छ, भिजा लजमेन्ट प्रोसेसमा हुनुहुन्छ भने त्यो सुइटेबल हुन सक्छ। मलाई धेरै क्वेशनहरु सोधेको आधारमा पनि मैले त्यो कभर गर्छु र तपाईहरुले अहिले तत्कालै सोध्नु भयो भने पनि त्यसमा कुनै पनि समस्या हुँदैन। मैले मेरो एक्सपिरियन्सको आधारमा तपाईहरुलाई शेयर गर्छु नै। आइसिसी इन्टरनेसनल करियर काउन्सिलिङ सेन्टर विगत लामो समयदेखि स्टडी एब्रोडको लागि काम गरिरहेको छ। नेपालको विभिन्न सिटीमा यसको प्रेजेन्स छँदैछ। क्यानाडामा पनि तपाईहरुले यहाँ इस्यु भयो भने हामीलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। यसको साथसाथै तपाईको मेनली अहिले स्टडी पर्मिट, भिजिटर भिसाको लागि चाहिँ मेडिकल म्यान्डेटरी होइन, तर स्टडी पर्मिट अथवा अन्य एप्लिकेसनको लागि मेडिकल म्यान्डेटरी हुन्छ र हामीले जहिले पनि भन्छौं अपफ्रन्ट मेडिकल गरेर तपाईको एप्लिकेसन अगाडि बढाउनु, सो दैट तपाईको एप्लिकेसन चाँडो डिसिजन आओस्। र अपफ्रन्ट गर्दाखेरि तपाईको मेडिकलमा कुनै पनि इस्यु आयो भने आईआरसीसी ले नोटिफाई गर्छ। जुन इमेल एड्रेस तपाईले रजिस्टर गर्नु भएको छ मेडिकल बुक गर्दाखेरि त्यसमा नोटिफाई गर्छ र यो इस्यु छ, तपाईले चाहिँ डाक्टरलाई फलो अप गर्नुपर्छ भनेर यो प्रोसेसमा जान्छौं हामी। अब कसैले डकुमेन्ट्सहरु सबै रेडी छ तर अपफ्रन्ट मेडिकल पनि गर्नुभयो, अपफ्रन्ट मेडिकलमा इस्यु आयो भने त्यो चाहिँ तपाईले लजमेन्ट गर्नलाई चाहिँ रोक्न परेन, तर तपाईको मेडिकल क्लियरेन्स हुन त केही मन्थ लाग्ला। अब हामीले कोभिड पछिको कतिपय साथीहरुको केसेसहरु हेर्दाखेरि 3 महिना 4 महिनासम्म पनि मेडिकल क्लियर हुन टाइम लागेको थियो र डाक्टरले फलो अप गरे अनुसार, डाक्टरले भने अनुसार आफूले रेगुलर फलो अप गरेर अन्तिममा मेडिकल क्लियर छ भनिसकेपछि मात्रै तपाईको डिसिजन आउँछ। तर यो कुनै ग्यारेन्टी छैन कि मेडिकल को लागि उनीहरुले वेट गरिराख्छ भनेर। तपाईको क्राइटेरिया पुग्दैन भने अगाडि पनि रिफ्युज गरिदिन सक्छ, तर धेरै जसो केसमा चाहिँ मेडिकल वेट गरेर अनि तपाईको डिसिजन आउँछ। यसमा के नेगेटिभ कुराहरु आउन सक्छ, यसको कन्सिक्वेन्सेसको कुराहरुमा गर्दाखेरि मेनली चाहिँ तपाईको मे इन्टेकको लागि तपाईले अप्लाई गर्नु भएको थियो, मेडिकल इस्यु आएर तपाईको टाइममा तपाईको भिजा डिसिजन आएन भने तपाईले मेबाट सेप्टेम्बर 2026 डिफर गर्न पर्ने हुन सक्छ। यो चाहिँ कलेज युनिभर्सिटीको एउटा डिफरल डेडलाइन हुन्छ, त्यो पनि मोनिटर गर्न पर्यो। कतिपय कलेज युनिभर्सिटी डिफरलै नहुन सक्छ, त्यो पनि मोनिटर गर्न पर्यो। जसले फाइल हेरिरहनु भएको छ उहाँसँग किप इन टचमा बसेर अगाडि बढ्नु पर्छ। र मे इन्टेक पनि भ्याएन, सेप्टेम्बर इन्टेक पनि भ्याएन, फेरि जनवरीमा गर्न पर्ने अवस्था पनि हुन सक्छ। सो दैट यो कुराहरु चाहिँ तपाईले नोटिफाई गर्नु। मेडिकलमा प्रब्लम आउँदाखेरि फलो अप गरेर त्यसको क्लियरेन्स चाहिन्छ नै, तर डकुमेन्ट्स रेडी छ भने सँगसँगै तपाईले अप्लाई गर्न पनि पाउनुहुन्छ। यो कुरामा क्लियर हुनु होला। अर्को कुरा, मास्टर्स डिग्री पब्लिक युनिभर्सिटीमा छ, 16 मन्थ्स प्लस ड्युरेसनको कोर्स छ भने तपाईले सँगै अप्लाई गर्न पाउनुहुन्छ। सँगै अप्लाई गर्दाखेरि स्टुडेन्ट प्लस एसओडब्ल्युपी अप्लाई गर्दाखेरि चाहिँ भिसा रेशियो राम्रै देखिन्छ, तर एकजना यहाँ आएर फेरि इन्डिभिजुअल गर्दा चाहिँ भिसा रेशियोमा अलिकति कम देखिन्छ। तर यो चाहिँ आधिकारिक यति डाटा भनेर हामीले शेयर गर्न मिल्ने अवस्था रहँदैन, तर तपाईहरुको रिमाइन्डरको लागि हो। भोलि 1 वर्षपछि पछुताउनु भन्दा अगाडि नै तपाईले यो स्ट्र्याटेजी फलो गर्छु भने पक्कै पनि तपाईको लागि फाइदाजनक नै हुन्छ। र मेडिकल इस्युमा पनि तपाईको भोलि करेक्सनै नहुने पोइन्ट हो भने त त्यो गरेर काम भएन, मेडिकलै फेल भयो भने त सकिनै हाल्यो। तर मेडिकलको केसमा चाहिँ तपाईको कुनै पोइन्टमा करेक्सन गरेर अगाडि बढ्न पर्ने अवस्था छ भने, त्यसरी फलोअप आएको छ भने चाहिँ तपाईले कन्टिन्यू गर्न सक्नुहुन्छ। यो क्लियर हुनुभयो होला। यसमा चाहिँ मेडिकल इस्यु, कतिपय साथीहरुको मेडिकल इस्यु हुँदाहुँदै मैले भिजा लज गर्ने कि नगर्ने भन्ने कुराहरुलाई अलिकति मध्यनजर गरेर मैले यो ल्याएँ। यसमा कुनै क्वेशन भयो भने मैले राख्छु। हाम्रो सुदीप सर हुनुहुन्छ, नमस्कार गुरु, मिठो सम्झना पीआई बाट भन्नुभएको छ। उहाँ चाहिँ पीआई हुनुहुन्छ हाम्रो साथी।
कतिपय कुराहरू उहाँले पब्लिकली पनि सपोर्ट गरिराख्नु भएको छ हामीलाई। यसको साथसाथै कोही साथीहरू पिआईको लागि इन्ट्रेस्टेड हुनुहुन्छ त्यो एरियामा भने उहाँले सपोर्ट गर्न सक्नुहुन्छ। त्यसको पिआर पाथवेहरू अलिकति सजिलो देखिन्छ हामीले अरू प्रोभिन्सभन्दा। अर्को जेन स्वेट सर लेख्नुहुन्छ, अहिलेको केसमा पिजीमा अप्लाई गर्दा कस्तो हुन्छ भन्नुभएको छ। योर्क युनिभर्सिटी युनिभर्सिटीको केसमा राम्रो युनिभर्सिटी हो। पोस्ट ग्रेजुएट र मास्टर्सको अलिकति म कभर गरिदिन्छु। भिजा रेसियो पब्लिक युनिभर्सिटी मास्टरको बढी अरूको कम भन्ने चाहिँ कतिपय कुराहरूमा सत्य हो, तर तपाईँको प्रोफाइलको आधारमा भर पर्छ। यदि तपाईँ डाइरेक्ट मास्टर्स डिग्रीलाई इलिजिबल हुनुहुन्छ भने किन मास्टर डिग्री नगर्ने भन्ने हुन्छ। होइन म मास्टर डिग्रीलाई इलिजिबल छैन, पोस्ट ग्रेजुएटमा जान्छु भने पनि तपाईँको भिसा रेसियोमा कमी आउँदैन। तर पोस्ट ग्रेजुएसनको लागि तपाईँ सुइटेबल हुनु पर्यो। फर इक्जाम्पल तपाईँको एकाडेमिक प्रोफाइल, तपाईँले काम गरेको एक्सपिरियन्स, भोलि पिजी पढिसकेपछि पाउने जब नै अहिले नै गरिसकेको वर्क एक्सपिरियन्स राख्नुभयो भने तपाईँलाई पिजीमा रिफ्युज गरिदिन सक्छ। सो द्याट तपाईँको एकाडेमिक प्रोफाइल, तपाईँको वर्क एक्सपिरियन्सको हिस्ट्री र त्यो करेक्सन, अनि उनीहरूले चाहिँ रिटर्न ब्याकको कुरालाई ट्रस्टवर्दी रूपले हेऱ्यो भने पिजीमा पनि भिसा नलाग्ने भन्ने होइन। विशेष गरी पब्लिक युनिभर्सिटीको पिजीहरू एकदमै स्ट्रङ हुन्छ, स्किल ओरिएन्टेड हुन्छ। भोलि तपाईँले गेन गर्ने स्किल्सहरू राम्रो नै हुन्छ, त्यसलाई रिटर्न ब्याक गरेर म चाहिँ नेपालमा यो अहिले म चाहिँ यहाँ युटिलाइज गर्छु भनेर तपाईँले जान सक्नुहुन्छ। तर यसमा हामीले देखिने लुप होलहरू के हो भने तपाईँको वर्क एक्सपिरियन्स, रेस्पोन्सिबिलिटिजको कुरा के छ होइन। भोलि पढिसकेपछि गर्ने जब अगाडि नै गरिसक्नु भएको तपाईँ छ भने तपाईँ पिजीमा इलिजिबल हुनुहुन्न। तपाईँको सिनियर लेभलको जब गरिसक्नु भएको छ भने तपाईँ पिजीमा इलिजिबल नहुन सक्नुहुन्छ। तर तपाईँलाई साँच्चै नै यो कोर्स चाहिन्छ भन्नेमा तपाईँ क्लियर हुनुहुन्छ, प्लस भिजा अफिसरलाई क्लियर गराउन सक्नुहुन्छ, फाइनेन्सियल हिस्ट्रीमा तपाईँको कुनै पनि इस्यु छैन भने गुड टु गो भन्छु म चाहिँ। पिजीमै गर्दा चाहिँ भिजा नआउने, मास्टर्समा आउने भन्ने चाहिँ क्लियरली होइन खास। अन्य साथीहरूको कुनै क्वेसन छ भने पनि सोध्न सक्नुहुन्छ। फर्स्टमा भर्खरै जोइन हुनुभएको छ भने हामी रेगुलर रामदाईसँग पढाएको कुराको 50औं एपिसोडमा हो। कतिपय कुराहरू कन्फ्युजन हुँदा, भिजा रेसियो बढ्दा घट्दा, रुल्सहरू चेन्ज हुँदा चाहिँ यो एपिसोड हामी कन्टिन्यू गर्छौँ। र कतिपय केसमा चाहिँ अब यो एपिसोड चाहिँदैन भन्ने अवस्थाहरूको केसमा हामीले यो एपिसोड कन्टिन्यू गर्दैनौँ। सो द्याट कतिपय केसमा हामी पज गर्छौँ। अहिले चाहिँ भिजा रेसियो पनि राम्रो छ, रिफ्युजलको रेट पनि राम्रो छ। यसलाई पनि यसरी बुझौँ, फेरि सबै भिजा आउँछ भन्ने छैन, सबैको भिजा आउनुपर्छ भन्ने पनि होइन, आउनु पनि हुँदैन। जसको डकुमेन्ट्स राम्रो छ, जसको क्राइटेरिया पुगेको छ, जसको कोर्स सेलेक्सन मिलेको छ, जो चाहिँ सुइटेबल क्यान्डिडेट हो क्यानाडाको आउनको लागि, भोलि उसले क्लियर यहाँको रुल्स एन्ड रेगुलेसन फलो गर्छ र रिटर्न ब्याक हुन्छ भन्ने आवश्यकमा मात्रै उनीहरूले भिसा दिन्छ। अर्को कुरा, लेटेस्ट एउटा अडिट रिपोर्ट सार्वजनिक भएको छ। खासमा उनीहरूले अडिटिङ गर्दाखेरि के पाएको छ भने प्रायः चाहिँ स्टुडेन्टहरूले जोस् बनावटी डकुमेन्ट्सहरू पेश गरेको कुराहरू धेरै फाइन्ड आउट गरिसकेको छ। र भिजा अफिसरले पनि तपाईँको, अब हामीले फेक भन्दा त नराम्रो सुनिन्छ, तर कहीँबाट म्यानिपुलेट भएको डकुमेन्ट्सहरू उनीहरूले पाउँदा पनि एक्ज्याक्ट रिजन नदिकन जनरल रिजन दिएर रिफ्युज गरेको भन्ने कुराहरू पनि छ। सो द्याट तपाईँहरूले कुनै म्यानिपुलेट भएको डकुमेन्ट्सहरू युज गर्नुभयो, आउनुभयो भने तपाईँको भिसा आउँदैमा तपाईँ ढुक्क नआउनु होला। भोलि बोर्डर एजेन्सीमा तपाईँको क्रस चेक भएर तपाईँले रिटर्न गरिदिन पनि सक्छ। यदि तपाईँ जेन्युन हुनुहुन्छ भने कहीँ पनि दुःख पार्नु परेन। यदि तपाईँ जेन्युन हुनुहुन्न तर भिसा आएको छ भने भोलि यहीँ इन्ट्री हुँदैमा इस्यु हुनसक्छ। भोलि पोस्ट ग्रेजुएसन वर्क परमिट, एक्सटेन्सनको कुराहरूमा इस्यु हुनसक्छ। पिआरमा त टच गर्छ। सो द्याट तपाईँ सर्टकट फलो नगर्नु होला। र कुनै पनि साथीहरूले सर्टकट गाइडलाइन्स गर्छ भने त्यसलाई फलो नगर्नु। अहिलेको 2 दिनको खुसीको लागि तपाईँले नराम्रो काम नगर्नु होला क्लियरली है। भिजा आउनु मात्रै ठुलो कुरो होइन। यहाँ जति पनि आउनु भएको साथीहरू छ, भोलि कन्टिन्यू गर्नु नभएको, इन्टरनल यहाँको जुन प्रब्लमहरू छ, इन्टरनल यहाँ जुन फेस गर्नु भएको छ उहाँहरूले, डिपोर्टेसनको कुराहरू छ, डिपेन्डेन्ट ल्याउन नपाउनेको कुराहरू छ। सो द्याट रुल्सहरू एकदमै स्ट्रिक्ट भएर लाग्नु होला। तत्काल तपाईँलाई म फ्रीमा गरिदिन्छु अथवा यस्तो यस्तो हो, भिजा लाग्नु मात्रै ठुलो कुरो होइन। भोलि तपाईँले इन्डिङसम्मको सहजीकरणको लागि पनि सोच्नु होला। सो द्याट डकुमेन्टेसनको कुरामा नो सर्टकट, तपाईँले काहीँ पनि चिट गर्न पाउनुहुन्न। जस्तो छ नर्मल तपाईँले त्यो क्लियर गराइदियो भने नेपालको डकुमेन्ट्सको आधारमा भिसा राम्रै साथीहरूको लागेको छ। त्यसमा चाहिँ नेपालको परिवेशलाई सुइटेबल हुने कुराहरू पनि हुनु पर्यो। प्लस तपाईँको ल्याङ्ग्वेज आइएल्समा 6.5 नट लेस देन 6 छ, तर तपाईँले लेखेको कन्टेन्टमा कुनै पनि इस्यु छैन, न ग्रामेटिकल इस्यु छ न केही छ। ओभरअल आइएल्स 8.5 ल्याउने साथीहरूले जसरी लेख्नु भएको छ भने पनि डाउट भयो नि त, किनकि तपाईँको सिम्पल हुनु पर्यो। एसओपीमा ग्रामर सबै मिल्नुपर्छ भन्ने छैन। तपाईँले भन्न खोजेको कुरा क्लियरली भिजा अफिसरले बुझ्ने अन्डरस्ट्यान्डिङ वेमा राख्नु पर्यो र तपाईँले समावेश गरेको डकुमेन्ट्सको आधारमा त्यो लेटर क्लियर हुनु पर्यो। त्यो जति पनि डकुमेन्ट्सहरू तपाईँले इन्क्लुड गर्नुभएको छ सबमिट गर्दाखेरि त्यसको बारेमा तपाईँले लेख्नु पर्यो। र जति लेख्नुहुन्छ
त्यो रिलेटेड डकुमेन्ट्स तपाईसँग हुन पर्यो। जति पनि तपाईँले डकुमेन्ट्स प्रोभाइड गर्नुहुन्छ त्यसको आधारमा भिजा अफिसरले डिसिजन गर्ने हुनाले त्यो कुरामा बहुत ख्याल गर्नु जरुरी छ। सर्टकट अनि चिटिङ वे अथवा कुनै डकुमेन्ट्स म्यानिपुलेसनको कुराहरू अथवा लैलैमा लागेर गर्ने कुराहरू कम्प्लिटली बन्द गर्नुहोस्। तपाईँलाई छोटो समयलाई त खुसी देला, तर त्यो रात कट्न पाउँदैन दुखाउनलाई। सो द्याट यसमा क्लियर हुनु जरुरी छ। अर्को कुरा, एडभाइस दिनु एकअर्कालाई बहुत राम्रो हो, तर आफै त महादेव उत्तानो टाङ भन्छ नेपालीमा। त्यो चाहिँ आफै त रिफ्युज भएर बसिराखेको छ, आफ्नै अवस्था के छ थाहा छैन, उसले दिएको एडभाइस भोलि तपाईँलाई कतिको कार्यान्वयन हुनसक्छ त्यो कुराहरू पनि बुझ्न बहुत जरुरी छ। सो द्याट मैले फर्स्टमा इन्क्लुड गर्न खोजेको कुरा, मेडिकल इस्यु छ, कम्प्लिटली फेल हुन्छ, प्रोसिड गर्नै भएन, होइन रिकभरी हुन्छ, यो स्टेजमा पुगेपछि तपाईँको क्लियर हुन्छ भन्ने अवस्था आयो भने तपाईँले अप्लाई गर्न सक्नुहुन्छ। तर कन्सिक्वेन्सेस भनेको डिसिजन ढिलो आउँछ र तपाईँको इन्टेक डिफरल हुनसक्छ। कतिपय कलेज अथवा युनिभर्सिटीको इन्टेक डिफरल पोलिसीलाई पनि मध्यनजर गरेर तपाईँहरू अगाडि बढ्नु होला। हाम्रो अर्को साथीको पोस्ट ग्रेजुएसन लेभलको भिजा चाहिँ नहुने, मास्टर्सको हुने भन्ने होइन, कम्प्लिटली तपाईँको प्रोफाइलमा डिपेन्ड हुन पर्यो। तर म क्लियरली चाहिँ के भन्छु भने सकेसम्म प्राइभेट कलेज प्राइभेट युनिभर्सिटी गर्दै नगर्ने, क्लियरली। किनभने कसैले पनि तपाईँको भोलि प्रब्लम हुँदा न कुनै युनिभर्सिटीको मान्छेले सपोर्ट गर्न सक्छ, न रिप्रेजेन्टेटिभले सपोर्ट गर्न सक्छ, न काउन्सिलरले सपोर्ट गर्न सक्छ। युनिभर्सिटीको उनीहरूको डिसिजन फाइनल नै हुन्छ। एउटा युनिभर्सिटी क्यानाडा वेस्टको त इस्यु नै छ, पाल मात्रै नभएर पनि साथीहरूले बहुत प्रब्लम फेस गर्नु परेको छ। अरू युनिभर्सिटी पनि हुनसक्छ। सो द्याट क्राइटेरिया पुग्छ पब्लिक युनिभर्सिटी गर्ने, क्राइटेरिया पुग्दैन पोस्ट ग्रेजुएसन गर्ने जसले ब्याचलर्स अथवा मास्टर्स सक्नु भएको छ। र प्लस 2 सकेको साथीहरूलाई डिप्लोमा अथवा ब्याचलर्स डिग्री, यो पनि तपाईँहरूले बहुत क्लियरली बुझ्दा हुन्छ। यसमा कुनै पनि ग्यापिङ छैन, कुनै हिडन टुल छैन। डिप्लोमा 2 इयर्समा सकिन्छ, त्यसपछि 3 इयर्स पोस्ट ग्रेजुएसन वर्क पर्मिट पाउनुहुन्छ। तर ब्याचलर्स आइदर 3 इयर्स अथवा 4 इयर्स, त्यसपछि 3 इयर्स अप टु 3 इयर्स पोस्ट ग्रेजुएसन वर्क पर्मिट पाउनुहुन्छ। अब कुरा रह्यो, भर्खरै पास गर्नु भएको छ, तपाईँको नेपालमा कुनै पनि एक्सपिरियन्स छैन, तपाईँ डाइरेक्ट 2 वर्षको डिप्लोमा गर्न आउनुभयो भने तपाईँको पिआर पाथवे त्यतिले पुग्ने सम्भावना एकदम कम छ। कि त फ्रेन्च ल्याङ्ग्वेज पनि सँगसँगै गर्न पर्यो, अथवा तपाईँको फ्यामिली मेम्बर कोही यहाँ पिआर अथवा सिटिजन हुनु पर्यो। नत्र भने तपाईँको ल्याङ्ग्वेजमै पनि एकदमै राम्रो हुँदा पनि फ्रेन्च भएन र प्लस 2 बाट कुनै पनि वर्क एक्सपिरियन्स छैन, डाइरेक्ट डिप्लोमामा आउनुभयो भने पिआर पाउन कम्पेरेटिभली गाह्रो हो। सो द्याट त्यस्तो केसमा तपाईँले ब्याचलर्स पढ्नुभयो भने बेस्ट। तर ब्याचलर्स पढ्न फाइनेन्सियल गाह्रो छ भने तपाईँले डिप्लोमा पढेर पछि क्रेडिट ट्रान्सफर गरेर ब्याचलर्स पढ्न पनि पाउनुहुन्छ। तर मैले सिधा भन्दाखेरि टेक्निकली लङ टर्म सोल्युसन कि त एकदमै हाई डिमान्ड भएको डिप्लोमा प्रोग्राम, होइन, सफ्टवेयर इन्जिनियरिङतिरको अथवा साइबर सेक्युरिटीतिरको अथवा नर्सिङतिरको, फार्मेसीतिरको यस्तोतिर जानुभयो भने भयो। नत्र भने जनरल डिप्लोमा पढ्दा गाह्रो हुन्छ। सो द्याट ब्याचलर्सलाई टार्गेट गर्नु होला, अथवा जसको नेपालमा वर्क एक्सपिरियन्स छ भने त त्यो पनि काउन्ट भएर अगाडि बढ्न सक्यो। डिप्लोमा र ब्याचलर्सको कुरामा चाहिँ अब फाइनेन्सियली सजिलो डिप्लोमातिर जाँदा भयो, तर फाइनेन्सियल काइन्ड अफ फाइनेन्सियल तपाईँहरू चाहिँ तिर्न सक्नुहुन्छ ट्युसन फी भनौँ न एक हिसाबले, किनकि ट्युसन फी त नेपालबाटै म्यानेज गर्नुपर्छ। पार्ट टाइम जबले त खाना बस्न मात्रै पुग्ने हो, ट्युसन फी नै पुग्ने कुरा त जनरली छैन। अब एका दुईको हुनसक्छ, नत्र पनि जनरली छैन। सो द्याट डिप्लोमा अथवा ब्याचलर सेलेक्सन गर्दा पनि त्यो कुरामा ध्यान दिनु पर्यो, होइन। मेडिकल इस्यु कुराहरू मैले भनिसकेँ। अब कुरा रह्यो पिटी अथवा आइएल्स। जनरली पिटी र आइएल्स भिजालाई इस्यु भएन, तर कतिपय प्रोग्राममा चाहिँ जस्तो फार्मेसी टेक्निसियन भयो भने आइएल्स मात्रै माग्छ, होइन। सो द्याट कतिपय स्पेसिफिक प्रोग्राममा चाहिँ आइएल्स मात्रै माग्ने हुनाले बेटर त आइएल्स नै भयो त्यसरी गर्दा, होइन। नत्र भने भिजाको लागि पिटी पनि इस्यु भएन, अगाडि बढ्न सकिन्छ। ड्युलिङको केस चाहिँ अफर लेटरलाई मात्रै हो, भिजालाई काम लाग्दैन। त्यो कुराहरू पनि क्लियर हुनु बहुत जरुरी छ, होइन। यो गर्दै गर्दा तपाईँहरूलाई कति कन्फ्युज छ भने आइसिसीको कुनै पनि अफिस भिजिट गर्न सक्नुहुन्छ। तपाईँको आइएल्स र पिटी भएको छैन भने पनि आइएल्स र पिटीको लागि आइएल्स पिटीको हाम्रो आइसिसीको कुनै पनि ब्रान्च भिजिट गर्न सक्नुहुन्छ। यो कुरा त क्लियर भइहाल्यो। जस्तो मेडिकल इस्युको कुरा, भोलि तपाईँको पिटी अथवा आइएल्सको कुरा, डिप्लोमा अथवा ब्याचलर्सको कुराहरूमा पनि क्लियर हुनु जरुरी छ। अर्को कुरा, हामी मेजोरिटी स्टडी भिसामा फोकस हुने हुनाले अहिले स्टुडेन्ट भिसाको कतिपय कुराहरू चाहिँ कलेज अथवा युनिभर्सिटीले पठाएको रिसिप्ट नहालेको आधारमा पनि रिफ्युज भएको छ। भनेपछि तपाईँले ट्युसन फी तिरेपछि कलेज अथवा युनिभर्सिटीको रिसिप्ट भइसकेपछि मात्रै भिजा लजमेन्ट गर्नु होला। त्यो कुरा पनि क्लियर छ। कतिपयले एकदमै पार्सियल फी तिरेर मात्रै भिजा लज गरेको हुनाको केसमा त्यो पनि रिफ्युजल छ। भनेपछि तपाईँले सकिन्छ भने होइन कि अब जसले प्लान गरिरहनु भएको छ 1 इयरको ट्युसन फी पे गरेर मात्रै म भिजा लजमेन्ट गर्छु भन्ने कुराहरू क्लियर हुनु पर्यो, नत्र पनि नगर्ने। किनकि रिफ्युजै हुने थाहा पाउँदा त भिजा अप्लाई गरेर काम भएन। सो द्याट 1 इयरको ट्युसन फी तिरेर म कन्टिन्यू गर्छु भन्ने साथीहरूले त भिजा लजमेन्ट गर्न पाए भइहाल्छ,
र अर्को कुरा, जति पनि स्टार्टिङ फेजमा हुनुहुन्छ आइएल्स पिटी र काउन्सिलिङको कुरामा हामी सपोर्ट भइहाल्छौँ। जब कुनै कलेज युनिभर्सिटीहरू तपाईँले हेर्नुहुन्छ र ढुक्क भएर प्रोसिड गर्नुहुन्छ, 1 इयरको ट्युसन फी पनि तिर्नुभयो, सबै क्राइटेरिया पुगेको छ भने डकुमेन्टेसनमा गर्दाखेरि तपाईँले डकुमेन्टेसन यति सिम्पल बनाउनुहोस् कि भिजा अफिसरलाई बुझ्न सजिलो होस्। तपाईँको कन्ट्र्याक्टदेखि लिएर, जब लेटरदेखि लिएर, आफूले भर्ने डाटादेखि लिएर अनि एसओपीको कुराहरूमा, स्पोन्सरको कुराहरूमा त्यो कुराहरू क्लियरली होस्। सिभी पनि एउटा स्ट्यान्डर्ड फर्मेटको होस्, सो द्याट उनीहरूलाई अन्डरस्ट्यान्डिङ गर्न सजिलो होस्। तपाईँको डाटामा मिसलिड कुनै पनि नहोस्। यसरी अप्लाई गर्नुभयो भने जनरली भिसा दिन्छ। तर भिसा रेसियो भनेको चाहिँ तपाईँको कहिले पनि अप टु 100% हुँदैन र भएको पनि छैन। कतिपय बेला बढ्छ, कतिपय बेला घट्छ। तर के कुरालाई मोनिटर गरेर उनीहरूले भिजा दिइरहेको छ भन्ने कुरा चाहिँ बुझ्न बहुत जरुरी छ। तपाईँले जो काउन्सिलरसँग काउन्सिलिङ गरिराख्नु भएको छ, डकुमेन्टेसन अफिसरसँग डकुमेन्टको काउन्सिलिङ गरिराख्नु भएको छ, आफूले पनि एनालाइसिस गर्ने, आफूले आफू सिनियर जो मान्छे आइसकेको छ उहाँहरूलाई पनि सोध्ने, कस्तो साथीहरूको भिजा लागेको छ त्यो इन्टरेक्ट गर्ने, अगाडि बढ्ने होइन। कस्तो यस्तो कुराहरूमा तपाईँहरूले बढी टाइम दिनुभयो भने तपाईँहरूले नै राम्रो हो। होइन भने फेक एकाउन्ट बनाएर कुनै कन्सल्टेन्सीको मान्छेहरूले अर्को कन्सल्टेन्सीको बारेमा नराम्रो मात्रै लेखेर चाहिँ प्रगति हुनेवाला छैन। क्लियर, त्यो दुर्गति नै हो। सो द्याट तपाईँहरूले युटिलाइज गर्ने टाइम, तपाईँहरूले फोकस गर्ने टाइम भनेको यस्तो कुरामा रिसर्च गर्नुहोस्। र कुनै पनि नयाँ अपडेट आएको बेलामा तपाईँहरू क्लियर हुनुहुन्न भने मलाई जतिखेर पनि कन्ट्याक्ट गर्न सक्नुहुन्छ। त्यसमा कुनै पनि समस्या छैन। यो पब्लिकली मैले आएर किन भनिराखेको छु भने सबैलाई सहजीकरण होस्, कन्सल्टेन्सीलाई पनि सहजीकरण होस्। कतिपय कुराहरू उहाँहरूबाट पनि लिन्छौँ हामीले पनि दिन्छौँ। सो द्याट यो चाहिँ कस्तो भने कुनै पनि कुरामा कोही मान्छे पर्फेक्ट हुँदैन। एकले अर्कालाई रेस्पेक्ट गर्दै, एकले अर्काले भनेको कुरालाई प्र्याक्टिकल कुन हुनसक्छ त्यसरी अगाडि बढाउनु। अर्को कुरा के हुन्छ, भोलि तपाईँको धेरै लामो समयदेखि हामीले क्यानाडा काम गरिरहेछौँ, जब एकदमै राम्रोसँग काम भइरहेको हुन्छ, भिजा रेसियोमा इस्यु हुँदैन, जब अन्य मान्छेहरू अथवा नयाँ साथीहरूले फरक ढङ्गले डकुमेन्टेसन पेश गर्दै जाँदाखेरि क्यानाडियन हाई कमिसनले पनि क्वेसन गर्छ। प्लस त्यसको भिसा रेसियो हामीले थाहा पाउँछौँ कस्तो देखिन्छ भन्ने कुरा। 22-23मा ऱ्यान्डम मान्छेहरू आउनुभयो, 50%ले पढेकै देखिँदैन यहाँ होइन। उनीहरूको हरिबिजोग नै छ वास्तव भन्ने हो भने, कुनै पनि डिग्री सर्टिफिकेटहरू लिनु भएको छैन। सो द्याट जो जेन्युन हो, जो पढ्छ, जसले सक्छ, जो फाइनेन्सियल क्यापेबल छ, त्यस्तो मान्छेहरू मात्रै आउनु। दुःख पाउँछ भन्ने थाहा पाउँदा पाउँदै आउनु हुँदैन। क्लियरली हामी कन्सल्टेन्सी छ हाम्रो भन्दैमा सबै मान्छे पठाउनुपर्छ भन्ने पनि भएन, सबै मान्छेलाई आउनुहोस् भनेर पनि भन्दैनौँ, सबैको हाम्रो भिजा लाग्छ भनेर पनि भन्दैनौँ। सो द्याट क्राइटेरिया यो हो, स्पेसिफिक यो हो, हामीले लिने प्रोसेसिङ चार्ज यो हो, हामीले दिने तपाईँहरूलाई यो, तपाईँहरूले गर्नुपर्ने यो। सो द्याट तपाईँहरू क्लियर भएर मात्रै अघि बढ्नु भन्दै राम्रैसँग पढाएको कुराको 50औं एपिसोडबाट बिदा माग्छु। तपाईँहरूको कुनै क्वेसन भयो भने, जिज्ञासा भयो भने, फिजिकल भेट्न सक्नुहुन्छ भने फिजिकल भेट्नु होला। आइसिसी कुनै पनि ब्रान्च भिजिट गर्न सक्नुहुन्छ। र म पनि फिजिकली नेपालमा अप्रिल 10 पछि आउँछु। पक्कै पनि तपाईँहरूसँग भेट हुनेछ भन्दै आजको लागि बिदा माग्छु। नमस्ते।